म चाहिँ यो ड्रोन फ्लाइ गर्न चोकडाँडा आएको छु तर ब्याड लक मैले यसको मेमोरी कार्ड चाहिँ बिर्सेँ त्यही भएर म यो ड्रोनलाई पठाएर त्यो मेमोरी कार्ड यसमा चढाएर यहाँ लिएर आउने छु हैन के हुन्छ हेरौँ घरमा कोही छन् कि नै सबभन्दा पहिला त घरमा फोन गर्नु पर्यो घरमा छ कि छैन The subscriber is not available at the moment. Please try again later. तपाईले डायल गर्नु भएको ए उठा न यार उठा Sorry, the subscriber you have dialed is हेलो यो के हो म मेमोरी कार्ड त बिहार के ड्रोनको ड्रोन मेमोरी कार्ड बिहारिरहेछ त पठाइदिएँ म ड्रोन पठाउनु त ड्रोनमा चिप्काइमा पठाइदिएँ मेमोरी त खाटामा एक पर्स जा होला मेरो लोप्रो ब्यागको त्यो खाना पर्स जा होला क्या त्यही पर्स त्यही खाटा त्यही पर्स आउनु होला 64 जिबको एक चाहिँ TSS ड्रोनमा चिप्काइदिएँ म यहाँबाट पठाउनु ड्रोन हा ल ल ल ल म पठाउनु ल म फोन गर्नु तापु गान ड्रोन पुगन्छ ल के ओके हो म ल ढिलो नगरी ड्रोन पठाउँछु फाइनली ड्रोन चाहिँ हिँडिसक्यो अब म यसलाई अझै डाउन गर्नुपर्ने हुन्छ म परैली बाल्नु पर ताई पाडाली बाल्नु ताली अझ बालेर म उडाउनु रे लस ल पावर किने ल हेरे त ठ्याक्कै छ कि नाइ पाडाली झाप ल त्यही मोथमा टाल ल ड्रोन चाहिँ आफतिर देखा त ड्रोनमा आएको फेस तँतिर देखा ड्रोनमा आएको क्यामेरा उचाइपट्टि त देखा ल फेस नै देखियो अरे उचाइपट्टि टक्क देखा नि अलि उसको अझै उसको तनिषको देखियो लतामाई टिपले टाल चक्का तालले निको पाडाले भाल म उडाउनु रे ल्याउनु ल ओके 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 ल फोन काट मैं तो उड्डामा त म भिडियोलाई बनाइन ल ल नयाँ हेर कि नयाँ हेर यहाँ बसेरै उडाउनु पऱ्यो अब त Take off. Home point updated. उडे 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 ए ल ल ठिकै छ यहीँबाट आयो भने यहाँ ओके पावर पनि लगभग 77% छ अहिले त सकिन्न होला कहाँ पुग्यो धेरै आयो
मेमोरी कार्ड दिएर ओ शिट ल राइट ल ड्रोन पुजिसक्यो यसरी मेमोरी चिप्काइदिएर रहेछ ए आहा आहा ल प्लास्टिकलाई खोजिराखौँ ल अब भयो भइसक्यो है हेर्दाखेरि एकदम सानो कुरा के एउटा मेमोरी कार्ड होइन त्यो नभएपछि अब नभइ नहुन्थ्यो नि त मलाई अब लगभग अब यहाँबाट फिर्ता घर गएर अब ल्याउँदाखेरिसम्म बेलुका भइसक्थ्यो क्या लगभग मेरो 1 घन्टा आधी घन्टा त उतिखेर आधी घन्टा आउन आधी घन्टा जान गरेर 1 घन्टा त सिधै मेरो हुन्थ्यो क्या लस्ट हुन्थ्यो सो ड्रोनले चाहिँ त्यो काम चाहिँ यति छिटो र एकदम सजिलोसँग गरिदिएको छ यस्तै कामहरूको लागि ड्रोन के भन्ने अति नै राम्रो छ भन्नु पर्यो अब चाहिँ म आफ्नो कामतिर लाग्छु लेट पनि भइयो मेमोरी कार्डको कारणले गर्दाखेरि